तिरिकी धा चाहिँ होइन ट्वा चाहिँ परे के म मेकअप गर्न मन लाग्ने तर मेकअप गर्न नआउने अनि साडी लगाउन मन लाग्ने साडी पनि लाउन नआउने चाहिँ म मात्रै त होला नि। साडी चाहिँ पहिले मेरो प्यारो सासु आमाले पठाइदिनु भएको थियो अनि अमाजु दिदीले ल्याइदिनु भएको थियो तर लाउने मौका चाहिँ पाएको थिएन। ब्लाउज चाहिँ अलिकति लुज थियो अनि यतातिर पसल पनि छैन नि त फिटिङ गराउन तर मेरो साथीले चाहिँ हातैले फिटिङ गराइदियो कि म चाहिँ साडी लगाएर तिरिकी धामा ट्रान्जेक्सन भिडियो बनाउन थालेको त्यही बेला ढोका ढकढक गर्नुहुन्छ कति छिटै कामबाट आउनु भएछ कि मेरो प्यारो बुढा। तिरिकी धा चाहिँ होइन ट्वा चाहिँ परे के म एकछिन त हो कि होइन जस्तो नि लाग्यो कि मलाई चाहिँ कस्तो खुसी लाग्यो कि मैले सोचेकै थिएन सोच्नु पनि कसरी कि हाम्रो सल्लाह भएको थियो कि यसपालि केक नकाट्ने काममा जानु भनेर मैले जान अझ गिफ्ट पनि रहेछ। ओ माई गड यो गिफ्टमा चाहिँ के होला मलाई हेर्न हतार भइसक्यो। म जापान आएको 7 वर्ष भइसक्यो कि तर म चाहिँ भर्खर डिपेन्डेन्टमा आएर बसेको जस्तो लाग्छ। डिपेन्डेन्टमा चाहिँ मेरो बुढा आउनु भएको हो तर मैले भन्दा कति धेरै कुरा उहाँलाई थाहा छ कि। यदि केटा मान्छेहरूले पनि मेरो भिडियो हेरिराख्नु भएको छ भने एउटा सन्देश दिन चाहन्छु। यदि हामी केटी मान्छेहरूले चाहिँ गिफ्टहरू केही पनि चाहिँदैन सरप्राइज केही पनि चाहिँदैन भन्यो भने यसको अर्थ चाहिँ गिफ्टहरू दियोस् सरप्राइज प्लान गरोस् भन्ने हुन्छ।